मेरो साथीलाई चाहिँ हस्पिटलमा पुरै इलाज हुँदैछ। नमस्ते, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म बिहान कता जानु लाग्यो भने बाइक सर्भिसिङ गर्न जानु लागिरहेछु। किनभने अब केही दिनपछि चाहिँ म काठमाडौँ राइड गर्नेवाला छु। सो भ्लग बनाउँदै जाने हो काठमाडौँ। हेलमेट यो चिन माउन्ट प्लस मोबाइलसँग। सो कस्तो आउँछ मोबाइलमा यो चिन माउन्ट लगाएर कस्तो भिडियो हुन्छ होइन, मोबाइलबाट हो त्यो पनि तपाईँलाई म देखाउने नै छु। अनि अहिलेको लागि चाहिँ के गर्नुपर्छ त लङ राइड। अब काठमाडौँ भनेको त एकदम टाढो हो। म चाहिँ धरानबाट हो, धरानदेखि चाहिँ काठमाडौँ राइड गर्नु लागेको बाइकमा। सो यस हेर्नुहोस् के गर्नुपर्छ लङ राइड जानुभन्दा अगाडि होइन। सबसे इम्पोर्टेन्ट भनेको चाहिँ त्यही बाइक सर्भिसिङ हो, बाइकको चेक जाज हो। सो त्यही गर्न चाहिँ म हिँडेँ अब। सो हेर्नुहोस्, कन्टिन्यू वाचिङ माई ब्लग। कतै कहीँ नछुट्नुहोस्, हेरिराख्नुहोस्। तपाईँलाई म सबै जानकारीहरू दिनेछु बुद्ध चोकमा भन्यो। सो लेट्स गो। सर्चिङ गर्नु चाहिँ एकदम इम्पोर्टेन्ट हो। सबसे कुरा मेन कुरा भनेको चाहिँ लङ राइड जानुभन्दा अगाडि चाहिँ सर्भिसिङ गर्नु चाहिँ जरुरी छ। सर्भिसिङ गरेन भने चाहिँ अब त्यही हो, बिच बाटोतिर बाइकले ढोका दिन सक्छ। सर्भिसिङ चाहिँ गर्नु होला। अनि जाँदा सर्भिसिङ गर्ने हो। अनि फेरि त्यता काठमाडौँ पुगेपछि पनि फेरि बाइकलाई चाहिँ सर्भिसिङ गरेर मात्र कुदाउनु पर्छ। अन्त बर्बाद हुन्छ बाइक। यत्रो किलोमिटर एकै दिनमा होइन राइड गरेपछि फेरि त्यसलाई लगेर चाहिँ मोबिल चेन्ज गर्ने, सर्भिसिङ गर्ने चाहिँ गर्नुपर्छ है। काठमाडौँ पुग्यो अब भयो सकियो काम भनेर चाहिँ बाइकलाई चाहिँ त्यत्तिकै कुदाउनु थाल्नु रहेछ चाहिँ 1-2 वर्षमा चाहिँ कुदाउनु पाउनु हुँदैन बाइक। सर्भिसिङ इज भेरी इम्पोर्टेन्ट। म चाहिँ यहाँ पर बुद्ध चोकमा हो, त्यहाँ अलिकति चिनेको भनौँ त्यसो राम्रै गर्नुहुन्छ जस्तो लाग्छ। तर त्यहाँ मेरो फर्स्ट टाइम सर्भिसिङ हो। सोरुममा गरेको, सोरुममा चाहिँ अलिक साथीहरूले पैसै लुटे जस्तो लागेन मलाई। यति बिलहरू निकालिदिन्छ नि कहाँबाट दिने। आज चाहिँ कति भन्दा पनि 3500 मसँग सर्भिसिङको लागि पर्यो। एकछिन 3500 भित्रमा चाहिँ सर्भिसिङ हुनसक्छ कि सक्दैन। 3500 भित्रमा चाहिँ म सर्भिसिङ गर्ने भनेर सोचिरहेको छु। आज मोबिलहरू त मेरो चेन्ज नै छ, गर्छु यो चेन्ज गर्छु। अब सर्भिसिङमा चाहिँ त्यही हो, बिल्सहरू एयर फिल्टर चेन्ज गर्नु पर्दैन, ट्यापहरू चेक गर्ने हो। त्यस्तै ओके त्यस्तै हुन्छ। भ्याउ छैन भाइ आज सर्भिसिङ? ल आज चाहिँ सर्भिसिङ। ल सर्भिसिङको लागि चाहिँ यहाँ हाम्रो भाइकोमा आजको वेदर चाहिँ बब्बाल छ है। आमा खतरा देखिरहेछ धरानको वेदर, देख्न सक्नुहुन्छ। खतरा भइरहेछ। हाम्रो भाइले धमाधमाउँदैछ यहाँ। मेरो साथीलाई चाहिँ हस्पिटलमा पुरै इलाज हुँदैछ।
हेलो गाइस, सो फाइनल्ली मेरो चाहिँ सर्भिसिङ सकिसक्यो बाइकको मस्तसँगले। अब चाहिँ घर जाने हो। भाइले ठिकै गरिदियो जस्तो लाग्छ। सर्भिसिङ मेरो आफ्नै अगाडि गर्दैछु हो। सो यार त्यस्तो खासै खर्च चाहिँ लागेन। कति खर्च लागेको भन्छु 20,000 हो। त्योभन्दा बेसी लागेन। गोजीमा चाहिँ त्यही 35,000 थियो मसँग। अब त्यो सोरुम गएको भने चाहिँ पक्कै त्यो 35,000 त चाहिँ 5-6 हजार आउँथ्यो होला। त्यही हो, मैले चाहिँ यहाँ बाहिरै गराएँ। अब स्पार्क प्लगहरू चेन्ज भयो, एउटा स्पार्क प्लग। अनि यो पछाडिको चाहिँ बेरिङ्सहरू फेर्नु पर्ने थियो क्या, त्यो पनि फेरियो। अनि मोडल त मेरो पहिल्यै फेरिसकेको थियो, सो त्यसमा खर्च आएन। यति हो सर्भिसिङको लाग्यो चार्ज। अनि बेरिङ फेरेको लाग्यो। अनि बेरिङ फेर्यो, अनि त्यसपछि चाहिँ स्पार्क प्लग एउटा फेर्नु पऱ्यो। सब ठिक छ। नट्सहरू अलिअलि त्यो 4-5वटा नट्सहरू दिएको थियो, त्यो फ्रीमै हालिदिनु भयो हाम्रो दाइले। यार 20,000मा सर्भिसिङ भयो त्यो। अब मोबिल फेरेको भए चाहिँ अलि पैसा लाग्थ्यो, मोबिल फेरेको भए चाहिँ। तर मोबिल चाहिँ फेर्नु पर्दैन। रिटर्निङ टु होम घर जाँदैछु म। तर काठमाडौँको यो बाइकमा जाने होइन, म अर्कै बाइकमा हो। त्यो बाइक चाहिँ अघि म घर आएर लिएर गएँ। मौसम त के भन्नु, वेदर हेर्नु, वेदर धरानको वेदर हेर्नु, वेदर घर आयो। यो बाइक चाहिँ हालौँ। यसको चाहिँ यो लेगाट फेर्नुपर्छ कि जस्तो लागिरहेको छ। मोडलको साउन्डै मजाको क्या। के हिँड्दै आइसक्यो? कति दिन्छ भने के गरी खाजा खायो कि बाइक बनाउनु गएको थियौँ। So yes, servicing finish. So त्यही हो गाइस, बाइक चाहिँ मजाले सर्भिसिङ गर्नु पऱ्यो तपाईँहरूले लङ ड्राइभको लागि सबै गरी। अब तपाईँहरूलाई म भेट्ने छु। कहिले भेट्ने छु भने अब त्यही काठमाडौँ जाने दिनमा चाहिँ म हजुरहरूलाई भ्लग बनाउने नै छु। कति बजी हिँड्ने, के गर्ने, कता कता के टर्निङ लिने होइन। मै जस्तो नयाँ हुनुहुन्छ तपाईँहरू भने काठमाडौँ जानु लाग्नु भएको छ, मेरो पनि फर्स्ट टाइम है यो धरानदेखि काठमाडौँसम्म। सो यस, तपाईँहरू पनि काठमाडौँ जानु लाग्नु भएको छ अनि त्यसपछि फर्स्ट टाइम हो बाइकमा भने चाहिँ यो भिडियो तपाईँहरूको लागि एकदम हेल्पफुल हुनेछ है। सो नेक्स्ट भ्लगको लागि चाहिँ कमेन्ट डाउन अर वेट गर्नुहोस् है त।